सभाका सभापति हाम्रा सुदूरपश्चिमेली नेपाली समाज युएका अध्यक्ष कार्यक्रम सञ्चालक भरत भाइ, सम्पूर्ण केन्द्रीय समितिका साथीहरू, स्पोन्सर सबैजना, हाम्रो दक्षमित्रहरूले लगायत सबै पार्लरहरू अनि बच्चाहरू जसले हाम्रो कार्यक्रमलाई एकदमै उद्घाटनमै राम्रो सन्देश दियो। एउटा देशप्रेमी गीतमा हामीले गर्न पायौँ र त्यसको लागि जुन कोरियोग्राफ हुनुहुन्थ्यो उहाँलाई पनि धेरै धेरै थ्याङ्क यू। अनि सम्पूर्ण बच्चाको परिवार, आमा बुवा जसले ल्याउनु भयो होइन, तपाईँहरूलाई धेरै धेरै थ्याङ्क यू कि सुदूरपश्चिमेली नेपाली समाजको सायद यो पहिलो समाजको सायद सबै नेपालको समाजको पहिलो कार्यक्रम होला जसमा बच्चाहरूले गर्यो, नेपाल फेस्टिभल छोडेर अरू कुनै पनि संस्थाले गरेकोमा। त्यही भएर म तपाईँहरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु यसको लागि। हाम्रो कलाकार नेपालबाट हाम्रो न्युटोलाई स्वीकारेर आउनुभयो, टर्म एन्ड कन्डिसन नराखिकन एउटा समाजको लागि र आफ्नो कला संस्कृतिको लागि भनेर जुन तपाईँले फर्स्ट कलमै एप्रुभ गर्नुभयो र तपाईँहरूले एक्सेप्ट गर्नुभयो हाम्रो न्युटोलाई, त्यसको लागि धेरै धेरै थ्याङ्क यू। समाजको हाम्रो सबैजना विदेशमा आएर काम गरेर त्यो कामबाट बचेको समयलाई समाजको लागि या हाम्रो कला संस्कृतिको लागि जुन पनि हाम्रा साथीभाइहरूले दिनुभएको छ त्यसको लागि पनि म उहाँहरूलाई हृदयदेखि नै नमन गर्न चाहन्छु। र साथै हाम्रो आय स्रोत केही पनि छैन, हामीहरू यहाँ जति पनि उपस्थित भएको छौँ सबैजनाले आफ्नो श्रमबाट केही पैसा, आफ्नो पकेट मनी चाहिँ यो संस्थालाई दिएका छौँ। त्यसको लागि पनि म सम्पूर्णलाई नमन गर्न चाहन्छु र थ्याङ्क यू भन्न चाहन्छु। आजको यो कार्यक्रम हामीले यो काठमाडौँ प्यालेसमा गर्न पाउँदा यसका सञ्चालकलाई पनि थ्याङ्क यू भन्न चाहन्छु र आजको यो कार्यक्रममा तपाईँहरू सबैलाई धेरै धेरै थ्याङ्क यू भन्दै म बिदा हुन्छु। नमस्कार।